Greetings from Ganga Aluminum Industries. आज हामीले तपाईहरुलाई कसरी यो 38 इन्चको म्यासिभ सर्कललाई यो 22 इन्चको फोसी बनाउँछौं भनेर भिडियोमा देखाउन लागेको छौं। सो इन्जोय द भिडियो। हामीले फोसी बनाउँदाखेरि 38 इन्चको एल्युमिनियम सर्कल युज गर्छौं र यो एल्युमिनियम सर्कल 12 गेजको भएको कारण एकदम हेभी र थिक हुन्छ। त्यही भएर पनि यो सामान बनाउन चाहिँ मिनिमम 4 जना स्किल वर्करहरू चाहिन्छ। यो सामान बनेको प्रोसेस हेर्दा सिम्पल लाग्ला, तर रियालिटीमा यो सामान बनाउन प्रपर टेक्निक, स्किल र एक्सपिरियन्स चाहिन्छ। र यसरी नै देख्न सक्नुहुन्छ हामीले कसरी एउटा 38 इन्चको सर्कलबाट एउटा भाँडा बनायौं। यो चाहिँ जस्ट फर्स्ट प्रोसेस हो, सेकेन्ड प्रोसेस बाँकी नै छ र म त्यो सेकेन्ड भिडियोमा हाल्ने छु।